नमस्कार, जय श्री राम, हर हर महादेव, जय माँ काली सम्पूर्णमा। यो जुन हालमा हाम्रो मधेसको धनुषा जिल्लामा जुन अहिले मुस्लिम समुदायको मस्जिदमा तोडफोड भएको छ, त्यसको लागि अहिले विभिन्न ठाउँहरूमा सो समुदायबाट विरोध कार्यक्रमहरू भइरहेको छ। हाम्रै विराटनगरको मिल्स एरियातिर पनि भयो, विभिन्न स्थानहरूमा नेपालभरि भइरहेको छ। ठिक छ, कसैको अब धार्मिक स्थलमा तोडफोड गरेको छ, केही अराजक तत्त्वहरूले, बाहिरी तत्त्वहरूले केही गरेका छन् भने त्यसको लागि कानुन छ, समाज छ, ठुला बडा मान्छेहरू छन्, विद्वान मान्छेहरू छन् हाम्रा समाजका, जसले त्यो कुराको निवारण गर्ने छन्। कानुनभन्दा माथि र सर्वोपरि त कोही पनि छैन होला। तर आज यसरी खुलेआम उनीहरूले भाषण दिँदैछन् कि हात काटिदिने भनेर, जसले यस्तो गरेको छ, जसलाई जुन हिन्दूले यस्तो गरेको छ त्यसको हात काटिदिने, जसले यस्तो गरेको छ त्यसलाई घरबाट उठाइदिने। हामीले विभिन्न सामाजिक सञ्जालहरूबाट यो कुरा हेर्न पनि पाएका छौँ कि कसरी अब यसलाई धार्मिक एउटा विवादतर्फ लगिँदैछ। एउटा द्वन्द्व मचाउने समाजमा एउटा अराजक तत्त्वहरू जुन एक्टिभ भएका छन्, तिनीहरूले अब कसैको कुनै हिन्दू भाइको हात काट्ने, कसैको खुट्टा काट्ने कुराहरू गर्दैछन्। यो भनेको कानुन आफ्नो हातमा लिने कुरा भयो। र यदि यस्तो कुराहरू चालु रहिरह्यो भने हामी कुनै पनि नेपालभरिको हिन्दू समुदायको दाजुभाइमाथि यदि एउटा औँला पनि उठ्ने छ भने, या कसैको पनि हात काट्ने, गर्दन काट्ने र कसैलाई पनि आगो लगाउने कुरा हुन्छ भने सो कुराको परिणाम झेल्नको लागि पनि खुलेआम तयार हुनु पर्यो भनेर यहाँ हामी संसारीमा स्थानको स्थानबाट डाइरेक्ट भन्न चाहन्छौँ। हाम्रो एक दुनियाँमा जुन हिन्दू भाइ छ, सबै भनेको हाम्रो भाइ हो र कसैलाई पनि टच गर्नु भनेको हामी सम्पूर्णलाई टच गरेको। त्यो जुन धम्की दिने कार्यक्रम हुँदैछ विरोध कार्यक्रमको नाममा, शान्तिपूर्वक आन्दोलनको नाममा, विरोध कार्यक्रमको नाममा, यो सब भनेको नि आफ्नो केही मान्छेहरूलाई चित्त बुझाउनको लागि उनीहरूले भनेको होला। तर आफ्नो एउटा लिमिट पार गर्नु हुँदैन भनेर हामी यहाँबाट फेरि याद गराउन चाहन्छौँ। यदि जसले त्यस्तो गरेको हो, जसले यस्ता अपराध गरेका छ धनुषामा, त्यो मान्छेलाई कारबाही गर्नको लागि अहिले पनि कानुन जीवित छ। नेपाल कानुन मरेको देश होइन। न्याय पाउनको लागि पहिलेदेखि गोर्खालाई जानेको पनि थियो, नेपाल परिचित पनि थियो र आज पनि छ। र आइन्दा उपरान्त कसैले पनि हाम्रो कुनै पनि हिन्दू भाइलाई यसरी टार्गेट गरेर हात खुट्टा काट्ने, ज्यान मार्ने यदि धम्की दिन्छ भने सो कुराको लागि खुलेआम तयार भएर बस्न हामी डाइरेक्ट टु डाइरेक्ट भन्न चाहन्छौँ। र हाम्रो तर्फबाट हाम्रो हिन्दू दाजुभाइहरूले कहिले पनि यो शान्तिको जुन लाइन छ त्यसलाई कहिले तोड्ने प्रयास पनि गरेको थिएन। जुन अराजक तत्त्वले गरेको सो मान्छेलाई कारबाही गर्दा हुन्छ। तर यसरी खुलेआम धम्की दिएर आफ्नो शक्ति प्रदर्शन गरेर जुन हामीलाई होच्याउने काम गरिरहेको छ, आफ्नै हिन्दू भएको देशमा, आफ्नै हिन्दू राष्ट्र नेपालमा यदि हामी हिन्दूहरूलाई यसरी खुलेआम धम्की दिन्छ भने योभन्दा लज्जास्पद कुरा र निन्दनीय कुरा केही पनि हुन सक्दैन। र सो कुराको परिणामको लागि सम्पूर्ण हिन्दू हामी जति पनि छौँ सबजना त्यो कुराको अन्जाम दिनको लागि हामी पनि तयार छौँ। र एउटा लास्ट रिक्वेस्ट के गर्न चाहन्छु भने, बेसी फर्ममा आएर आफ्नो क्षमता बिर्सिनु हुँदैन र आफ्नो ठाउँ बिर्सिनु हुँदैन। र यदि शान्ति बनाएर समाजमा बस्नु छ भने बस्दा हुन्छ, र यसरी हात खुट्टा काट्ने कुरा छ भने आएर ट्राई गर्दा हुन्छ। हामी पनि त्यसलाई एकदम वेलकम गर्छौँ। जय श्री राम, हर हर महादेव। एउटा कुरा के भन्न चाहन्छु भने कि हिजोको दिनमा हाम्रो बङ्गलादेशमा एउटा हिन्दू भाइ मर्दाखेरि यो जुन भिड जम्मा भएको छ, यिनीहरू कहाँ लुकेका थिए? के तिनीहरू भनेको हिजोको दिन मानवताको कुरा गर्ने मान्छे होइन? के त बङ्गलादेशमा मर्ने हाम्रो हिन्दू जुन भाइ थियो, जुन आए दिन हरेक देशमा जुन हाम्रो हिन्दू भाइमाथि जुन प्रताडित गरिरहेको छ, ज्यान मार्ने, जिन्दै आगो लगाउने कुरा हुँदैछ, त्यतिखेर त एकजना पनि भिडबाट निस्केर आएन कि त्यो हिन्दू भाइसँग किन यस्तो भयो, किन त्यस्तो भयो भनेर। डाइरेक्ट टु डाइरेक्ट यति पनि भन्न चाहन्छु कि यो कुनै बङ्गलादेश र पाकिस्तान होइन। र यो यदि यो धम्की दिनु छ भने आफ्नो बङ्गलादेश पाकिस्तान जाँदा हुन्छ। हामीलाई कुनै दिक्कत छैन, हामी भाडा पनि उपलब्ध गराइदिन्छु। ल, जय माँ काली।